हेलो गाइस। अब मेरोमा दुईवटा डगी थियो। अहिलेसम्म यिनीहरूको चाहिँ फोटोहरू मैले भिडियोहरू पनि इमेजहरू केही पनि युट्युबमा हालेको थिइनँ। आज चाहिँ हाल्दैछु। यो चाहिँ यो डङ्कु हो, यो चाहिँ बङ्कु हो। बङ्कु यता हात दे। ओए यता यता हो। दुईजना त यसरी इन्जोय गर्छ है। हेर्नु है, मान्छेकै बेडमा सुत्छ हो। यहाँ सुन्दैछ। कुटाइ पनि दिन्छु म। यसरी कुट्छु नि म त फेरि। यसरी कुट्छु म त। हुन्ना कुट्नु भन्छ यसरी कुट्छु हो। हातले रोक्छ पुरा। अहिले त पुरा कुट्छु नि म त। हेर्नु गाइस, यसरी कुट्नुपर्छ है। तलाउनु गरौँ। बङ्कु काम। यो चाहिँ केटी हो। केटीहरू चाहिँ यस्तो टाइपको हुन्छ। अब लाइफमा पनि केटीहरू जसको पनि गर्लफ्रेन्डहरू हुन्छ कस्तो हुन्छ त्यो त सबलाई थाहा छ। तर केटी मान्छे चाहिँ यस्तो हुँदो रहेछ भन्ने चाहिँ पशु प्राणीमा पनि थाहा हुनु पऱ्यो। ओए बङ्कु ढिटो हो। केटाहरू चाहिँ यस्तो हुन्छ हो, यस्तो हुन्छ। जोसँग पनि यसरी हात दिने हो। कति कुट्दैछु म हेर्नु है। हात दिन्छ। ए केटी अब छैन ऊ। हे दे दे दे। गुड। यो बङ्कु, यो डङ्कु। हामी चाहिँ चारजना फ्यामिली हो। डङ्कु, बङ्कु, म र मेरो छोरा छोरा हाँस्दैछ। हामीसँग सुत्छ यो दुईजना हो। यस गर्दैछ। गाइस हेर्नुहोस्। अब हेर्दैछु। डङ्कु एकछिन छोरा त हेर्छ। डङ्कु बङ्कु डङ्कु। अरे डङ्कु। डङ्कुलाई यसलाई नाम याद छ। बङ्कु माया गर्दैछ दुईजना। केटा र केटी है। यता चाहिँ गर्ल्स हो, चाहिँ बोइस हो। अब हातमा हात दे। यसले दियो। डङ्कु हात दे। म त कुट्छु नि अब। हात दे छिटो। हात दे। होइन यहाँ हात दे। रिसाउँछ अनि हात दे। हात दे। हात दे। देख्नु होला ऊ रिसाएको त। हात दे यहाँ छिटो। तल हातमा हात दे। हात दे यहाँ। हात दे। तर यो खुट्टा यहाँ। डङ्कु डङ्कु छिटो हात दे। अब म त हातमा कुटिबस्छु। हात दे। हात दे। यो दे यो दे। डङ्कु छिटो हात दे। यहाँ दे। थ्याङ्क यू। अब माया गर्छु ल। अनि हात दिँदैन ऊ माया। बङ्कु छिटो हात दे। उसले अघि धुलाइ भेट्यो नि त ऊ रुइबस्छ। यो छिट्टो रुन्छ ऊ। हेर्नु हामीसँग सुत्छ यिनीहरू चाहिँ। हेर्दा स्याल जस्तो देख्छ कि तर यत्रो यिनीहरू बढ्दैन। उठा त डङ्कु तिमी उठा त। तिम्रो हाइट हेर्ने अरे हौ लु। यत्रै हो। तपाईँहरूलाई पनि चाहियो भने कमेन्टहरूमा गर्नु है। बच्चाहरू चाहियो भने म ल्याइदिन्छु बरु कि। छिटो लु। एड्रेस त उनीहरूले कमेन्टमा सोध्यो भने म भनिदिइहाल्छु कि। एड्रेस भनेको छैन ऊ। दुईजना यता गर्ल्स र बोइज छ। सानो सानो बच्चाहरू यस्तै चाहियो भने चाहिँ भन्नुहोस् हो। म पठाइदिन्छु कि बरु। तर मलाई चाहिँ कमेन्टमा भन्नुहोस् है। मेरो जति भिडियो छ कसले पनि कमेन्ट गरेको छैन मलाई थाहा छ। तर पनि यसमा चाहिँ गर्नुहोस्। अब यिनीहरू डङ्कु डङ्कु बङ्कु अब कुटाइ अब कुटाइ खायो भने यहाँ आइज। यहाँ त छाडा हो छाडा। डङ्कु बङ्कु हो। हेर्नु है सेम चाहिँ। ल त गाइस अब यति नै हो। अब नेक्स्ट भिडियोमा उनीहरूको बच्चा भन्ने जसले कमेन्ट गर्छ मलाई फोन नम्बरदेखि सबै दिनु। म सबैको घरमा ल्याइदिन्छु हो। अब सबैलाई त सक्दिनँ होला र पनि नेक्स्ट पनि पर्खिँदा हुन्छ। मन पर्नेहरूलाई चाहिँ यत्रो यो चाहिँ साइज बढ्दैन। यो चाहिँ याद गरिदिनुहोस्।